एकदमै उद्यमी हाम्रो फुल कृषक यहाँ गुरुङजी हुनुहुन्छ। यो सिनियर है गुरुङजी, कति पर्छ यो गुरुङजी? एकदमै राम्रो फुलाउनु भएको छ। यो चाहिँ हजुर फर्स्ट लट बिक्री गर्नुभयो, कति जस्तो रोप्नु भएको थियो? ए अहिले चाहिँ यो 200 चाहिँ छ है? यो चाहिँ लास्ट लट? यो चाहिँ लगभग कुन चाहिँ सिड हो? यो चाहिँ हाइब्रिडमा आयो है? तर एकदमै राम्रो हाइटमा फुलाउनु भएको रहेछ नि त। अलि एउटा बाहिर निकालेर देखाउनुहोस् त, कति राम्रो हाइटमा फुलाउनु भएको रहेछ। फुलेकै देखाउनुहोस् त। लु हेर्नुहोस् है किसानजीको व्हाइटमा पिङ्क प्याटर्न, फेरि टक्क हाइट पनि है, कति राम्रो, कति राम्रो हुँदैन नि, टङरङ टङरङ गएको त राम्रो हुँदैन नि त है? कति राम्रो, कति 6 इन्चीमा चाहिँ लगभग फुलिएको रहेछ। 8 इन्ची पढो, हाइट चाहिँ 6 इन्ची। अच्छा, कतिवटा कलरमा यो छ तपाईँसँग अहिले फुलेको चाहिँ? तपाईँको अहिले चाहिँ तपाईँको भर्खर बोट लाग्दैछ हैन, पछि चाहिँ फक्रिरहेको छ। यो मोटामोटी डल्लै 15वटा कलर चाहिँ छ तपाईँ। अरू चाहिँ किसानजीको एजिलियाहरू रहेछ है? एजिलिया चाहिँ यो के बिक्री भयो होला तपाईँको? नेक्स्ट इयरको लागि। ए मदरबोस यो मैले अरू त बेचेँ नि, अस्ति दुर्गा पूजा टाइममा बिक्री गरेँ न कि। बाहिरबाट ल्याएको पनि छ। भाङाजी नमस्कार। नमस्कार। यो फुल चाहिँ कस्तो लाग्यो भाङाजीलाई? यो फुल यो जुन चाहिँ रोप्नु भएको छ राम्रो छ नि, फुलहरू प्रायः राम्रै हुन्छ बिसकेपछि हो। अच्छा, उहाँको त कमर्सियल टाइपको रहेछ नि त है? अच्छा किसानजी, सालमा चाहिँ कति चाहिँ तपाईँले सेल गर्नु? सालमा तपाईँको लगभग यसो अनुमानित भन्नु पर्दाखेरि 1 लाख माथि है? यो दुईटा हटेज गरेर तपाईँको त फेरि सबै किसिमको फुल रहेछ नि त है? सिम्बोडियम पनि देखियो, सिजनस पनि देखियो, गदावरीको सिजनमा पनि यहाँ टङ्गै हुन्छ। गदावरीको मदर अब अहिले त कटिङ राख्ने सिजन त अब सब बलमा है। यो किसानजीको आज यो फुल बगैँचा भ्रमण गरिँदैछ। गदावरी यहाँ रहेछ। यो चाहिँ पम्पम, यो पम्पम रहेछ। ए हजुर, गदावरी सब उहाँले यहाँ राख्नु भएको छ। सिजनमा अब गदावरीको सिजनमा तपाईँहरूलाई हामी किसानजीको गदावरी पनि देखाउनेछौँ। आजलाई बिदा लिए, नमस्कार।